म स्वस्थानीको आत्मीय पढिरहेको छु र यो चाहिँ अब पञ्चम अध्याय म पढिरहेको छु र सुन्नुहोला हजुरहरू। श्री स्वस्थानी परमेश्वरीको पञ्चम अध्याय चाहिँ अलिकति लामो हुन्छ र मैले चाहिँ आधी अब भन्दै गएको छु र हजुरहरू सुन्न सक्नुहुनेछ। चन्द्रशेखर हे त्रिलोक देव हे चन्द्रमौले हे जटा जुटाधारी हे नीलकण्ठ हजुरलाई कोटि कोटि नमस्कार छ। संसारलाई शरणमा लिने नन्दीलाई वर दिने देवताका पनि देवता यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। थोरै सेवाले पनि प्रसन्न भएर वर दिने यज्ञका मालिक हिमालयमा निवास गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। योगीहरूले सदैव ध्यान गर्ने जगतको वैभवलाई तुच्छ ठान्ने धर्ममा दृढ रहने दिशारूपी वस्त्र धारण गर्ने भक्तलाई वर दिने ब्रह्माण्डका दाता विधाता यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। सूर्य चन्द्र इन्द्र वायु आदि देवताको सृष्टि र पालन गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। सूक्ष्मभन्दा पनि अति सूक्ष्म काल स्वरूप नित्य स्वरूप धारण गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। परभन्दा पनि पर ब्रह्म स्वरूप शङ्करलाई कोटि कोटि नमस्कार छ। पर सारा ब्रह्माण्ड धारण गर्ने सूर्य चन्द्र वायु अग्नि र जल एवं आकाशको रचना गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे सौम्य हे पशु पुरुषोत्तम हे वपुष्मान त्रैलोक्यको सृष्टि स्थिति संहार गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। पुषाको दाँता भाँच्ने दक्षको यज्ञ नाश गर्ने र कामदेवलाई भस्म पार्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। सुरका उत्पन्न गर्ता यज्ञका हर्ता धर्ता हे शिखण्डित हे नीलकण्ठ हजुरलाई कोटि कोटि नमस्कार छ। निरन्तर सुधा स्वरूप पार्वतीका वार्ता गणेश कुमारका पिता हजुरलाई कोटि कोटि नमस्कार छ। सदा मोक्ष रूप वरदान दिने हे विश्वेश्वर हे ब्रह्मात्मा हे वरदाता हजुरलाई कोटि कोटि नमस्कार छ। हे योगेश्वर हे चण्डेश्वर हे रुद्र हे शिव हे शम्भु हे भीम हे ईश्वर हे हजुरलाई कोटि कोटि नमस्कार छ। हामीदेखि प्रसन्न हुनुहोस्। यस्तो देवताहरूको कातर भएर स्तुति गरेको सुनि तिनको मनमा भाव जानी आज्ञा गर्नुभयो। हे देवता हो जे इच्छा छ सो वर माग। मैले नदिने संसारमा केही वस्तु छैन। म इच्छा पूर्ण गर्न तयार छु। जे इच्छा छ निशङ्क भएर माग। यस्तो महादेवको आज्ञा सुनि प्रसन्न भएका देवताले विनम्र स्वरमा बिन्ती गरे। हे प्रभु ब्रह्माको वरदानले उन्मत्त भएको मय आदि दानवले हाम्रा उर्वशी मेनका आदि अप्सराहरू बल जपत लुटेर लगे। नन्दन वनका असल बोट बिरुवा पनि कति उखेली नाचे। कति आफ्नो घर लगे देवताको नाश गरे भन्दै हामीलाई अनेक तरहको कष्ट दिइरहेको छ। अमरावतीबाट हामी
बाट पनि निकाल्यो भगवान ती दैत्यको संहार गर्ने ब्रह्मा विष्णु पनि समर्थ छैनन् हे ईश्वर। अब जसरी हामी देवताको भलो हुन्छ सोही वरदान बक्सियोस्। र भगवानहरूले शिवमा यति अब बिन्ती प्रार्थना गरेका थिए र शिव भगवान खुसी भएर उहाँहरूलाई अब वरदान दिएर मय दानव तारकासुर दानवहरूलाई अब युद्ध गरेर अब मयको त्रिपुरासुर दाह गरेर देवताहरूलाई खुसी बनाइदिनु भएको थियो। र यही चाहिँ अध्याय म भन्दै थिएँ र सम्पूर्ण भन्न भिडियो गर्न त अब सकिन्न र मैले 5 मिनटको भिडियो बनाएको छु। हजुरहरूले सम्पूर्ण भिडियो सुन्नुहोला र कमेन्टमा कस्तो के लाग्छ भन्नुहोला। राधे राधे, हर हर महादेव, जय स्वस्थानी माता की जय हो।